यहाँ डिसाइड भइरहेछ स्किपिङ खेल्ने हो कि नै भनेर जान्दैउ खेल्ने क्या हो ल गाइस जाम सर्किपिङ खेल्नको लागि सर्किपिङ अंकलले मिलाएर बसाल्दिन्छन् तीनजना बसाम पर्छु मगाउनु ल ल ओ भाग ओइ गाडी आयो मम्मी अब तर्सिस दादा म त पुरै तर्सिएगा बिगान तर्सिए गाइस ल ल गाइस सर्किपिङमा भेटौँ है त खतरा मजा आउँछ सर्किपिङमा भेट्नु गराउनु दिन्छ गाइस उ आशहरू गाइस अनुजहरू अनि हामी चाहिँ सर्किपिङमा आइसके भन मजा आछ गाइस ओ गाइस अलि मजा आयो यार सिरिङ हुन्छ के अहिले चाहिँ हामी यहाँ डुलेर सर्किपिङ सब खेलेर हामी यता रेस्ट गर्न आएको नै त सबै केटाहरू छन् यहाँ अनि अब भात खानै पाएको छैन अहिले सो गाइस अब चाहिँ केही रमाइलो कुरै छैन अब के रमाइलो कुरै छैन गाइस हेर्नु अब मोबाइल छोपेर राखिन्छ हामी यता झाडीतिर लुक्न खाम हेर्नु मोबाइल छोपेर राखिन्छ हामी यता झाडीतिर लुक्न खाम हेर्नु सो गाइस मोबाइल लिएर आएको गाइस अब सरहरू चेकिङ गर्ने यतिबाट हामी पनि यता भ्यू देखाइदिन्छ अब सरहरू चेकिङ गर्ने यतिबाट हामी पनि यता भ्यू देखाइदिन्छ गाइस अहिले चाहिँ हामी स्प्राइट कोक खान लाग्यो स्प्राइट ल्याउँदै एउटा व्यक्ति चाम मजा उठाउन पर्यो नि हैन ओए पिएला गरेन ओके त गर चाहिँ त्यस्तै गर्छ क्या हैन ल म पनि गर्छु ब्लगमा म आछु गाइजहरु जो कि एकदम यही मान्छे हो ब्लगमा म आछु गाइजहरु जो कि एकदम यही मान्छे हो ल ल ओ उल्टे ना हाम्रो ये ल गाइस हामी आइसके मन हाम्रो गाडीमा ल गाइस हाम्रो निले पनि रहेछौँ सन्या दीक्षान्त सब केटाहरू छन् ओ ज्याकेट ले बिहानीको घाम बढी बढी चाय पाउ दिवार जस्तै रहेछ दिवार बिहानीको घाम नरालेको बिजुली बालेर हट भएर बिजुली भएर तिमी ब्युटी भएर हामी हेरेको हेरै सो गाइस अहिले चाहिँ हामी स्कुल आइसक्यौँ अनि स्कुलबाट घर नि जान्लाम अनि हाम्रो गाडी त अब सुकिसक्यो अलि सुको अनि अब हाम्रो पिकनिक नि आजको दिनको लास्टै रमाइलो भयो यस्तै टुरमा झन् दामी रमाइलो हुन्छ होला आउने जाने दुइटै सो गाइस राम्रो लाग्यो होला ब्लग एकदम दामी लाग्यो होला सो गाइस आजको ब्लग पनि यति अब नेक्स्ट ब्लग यस्तै रमाइलो कुराहरूमा भेटौँला है त गाइस बाई बाई